नमस्कार साथीहरू, स्वागत छ तपाईहरु सबैलाई हाम्रो च्यानलमा। आजको भिडियो एकदमै महत्त्वपूर्ण हुन गइरहेको छ। विशेष गरी बीएससी एग्रिकल्चर, बीएससी भेटनरी, बीएससी फरेस्ट्री जस्ता विषयमा चाहिँ तपाई इन्ट्रान्स एक्जामको तयारी गर्दै हुनुहुन्छ भने यो भिडियो तपाईका लागि एकदमै महत्त्वपूर्ण हुन सक्छ। हाम्रो अघिल्लो भिडियोमा एकजनाले चाहिँ कमेन्ट गर्नुभएको थियो, बरु इन्ट्रान्समा कुन सब्जेक्टबाट कति मार्क्सको सोध्छ त्यसबारेमा पनि भिडियो बनाइदिनु पर्यो भनेर चाहिँ कमेन्ट छोड्नु भएको थियो। त्यो कमेन्टलाई रिप्लाई दिनको लागि पनि मैले यो भिडियो बनाएको थिएँ र तपाईहरुलाई थाहा नहुन सक्छ कति मार्क्सको क्वेशनहरु चाहिँ आउँछ, कुन सब्जेक्टबाट कसरी सोध्छ, सिलेबसको बारेमा तपाईहरुलाई जानकारी दिनेछु। त्यसैले आजको भिडियोमा बीएससी एग्रिकल्चर इन्ट्रान्स एक्जाममा कुन विषयबाट कति प्रश्न आउने सम्भावना हुन्छ, कुन विषयलाई बढी प्राथमिकता दिनुपर्छ, कसरी तयारी गर्दा राम्रो स्कोर ल्याउन सकिन्छ भन्ने विषयमा विस्तृत रूपमा चाहिँ आजको यो भिडियोमा चाहिँ हामी छलफल गर्नेछौँ। त्यसैले भिडियो अन्तिमसम्म सुन्नुहोला, एकदमै महत्त्वपूर्ण भिडियो छ। यदि तपाईँ नयाँ हुनुहुन्छ भने च्यानललाई सब्स्क्राइब गरेर जोडिन नभुल्नुहोला। आउनुहोस् भिडियोलाई सुरु गरौँ। बीएससी एग्रिकल्चर इन्ट्रान्स एक्जाम किन महत्त्वपूर्ण छ भन्ने विषयमा चाहिँ थोरै म जानकारी दिनेछु। नेपालका कृषि क्याम्पसहरूमा भर्ना हुनका लागि इन्ट्रान्स एक्जाम अनिवार्य हुन्छ। यो परीक्षामा राम्रो अङ्क ल्याउन सक्यो भने तपाईले सरकारी तथा निजी कलेजहरूमा सजिलै नाम निकाल्न सक्नुहुन्छ। तर धेरै विद्यार्थीहरूको मनमा एउटा प्रश्न पनि हुन्छ, कुन सब्जेक्ट बढी पढ्ने, बायोलोजी धेरै पढ्ने हो कि केमिस्ट्री धेरै पढ्ने हो, म्याथ पढ्नै पर्छ कि पर्दैन, हैन? आजका यी सबै प्रश्नहरूको उत्तरहरू पनि पाउनुहुनेछ। इन्ट्रान्स एक्जामको नेचर कस्तो हुन्छ यसको बारेमा पनि थोरै जानकारी दिनेछु। इन्ट्रान्स एक्जाम चाहिँ सामान्यतया अब्जेक्टिभ टाइपको हुन्छ। प्रत्येक प्रश्नका 4 वटा विकल्पहरू हुन्छन्। यो चाहिँ तपाईको बहुवैकल्पिक भन्छ नि, एमसीक्यू हुन्छ। प्रश्नहरू चाहिँ एमसीक्यू टाइपको हुन्छ। तपाईले चाहिँ 4 वटा अप्सन मध्येको एउटा चाहिँ सही उत्तर चाहिँ छान्नुपर्ने हुन्छ। समय सीमित हुने भएकाले केवल पढेर मात्र होइन, प्र्याक्टिस पनि अनिवार्य हुनुपर्दछ। तपाईँ इन्ट्रान्सको तयारी गर्दै हुनुहुन्छ भने तपाईले चाहिँ इन्ट्रान्स एक्जाम दिनुभन्दा अगाडि चाहिँ तपाईले पुराना नोट्सहरू, पुराना प्रश्नपत्रहरू त्यसलाई चाहिँ तपाईले प्र्याक्टिस गर्ने, टाइम म्यानेजमेन्ट गर्ने, यो पनि अलिकति आफूले चाहिँ टाइम दिएर यसलाई चाहिँ प्र्याक्टिस गर्यो भनेपछि सजिलै राम्रो अङ्क ल्याउन सकिन्छ। अब म विषयवस्तुतिर जान चाहन्छु। जस्तै अब कुन सब्जेक्टबाट बढी नम्बरको आउँछ भन्ने हुन्छ नि त। अब 1 नम्बरमा तपाईले चाहिँ बायोलोजीलाई चाहिँ फोकस गर्नु होला। बायोलोजीमा चाहिँ तपाईको बोटनी र जुलोजी हुन्छ, हैन? अब बायोलोजीमा बोटनी र जुलोजी यो दुईटा सब्जेक्टलाई अलिकति महत्त्वका साथ पढ्नुभयो भने तपाईले राम्रो नम्बर ल्याउन सक्नुहुन्छ। योबाट चाहिँ सबभन्दा बढी नम्बरको सोध्ने गर्दछ। जस्तै तपाईले कुल मध्येको ठुलो हिस्सा भनेको बायोलोजीबाट नै आउने गर्दछ। त्यसमा चाहिँ तपाईले विशेष गरी चाहिँ सेल बायोलोजी, जेनेटिक्स, ह्युमन फिजियोलोजी, प्लान्ट फिजियोलोजी, इकोलोजी, रिप्रोडक्सन, इभोल्युसन, बायोटेक्नोलोजी जस्ता पार्टहरू छन् नि, त्यो युनिटहरूलाई तपाईले अलिकति फोकस गर्नुभयो भने चाहिँ तपाईले राम्रो अङ्क ल्याउन सक्नुहुन्छ र स्कोर बढाउनको लागि यसले एकदमै ठुलो भूमिका खेल्ने गर्दछ। यदि तपाईँ बायोलोजीमा बलियो हुनुहुन्छ भने इन्ट्रान्समा राम्रो स्कोर ल्याउन पनि सजिलो हुने गर्दछ। त्यस्तै अर्को सब्जेक्ट छ केमिस्ट्री। केमिस्ट्री पनि अति नै महत्त्वपूर्ण विषय हो। धेरै विद्यार्थीहरूले चाहिँ बायोलोजी मात्र पढेर केमिस्ट्रीलाई व्यवस्था गर्ने गरेको छन्, जसले गर्दा अङ्क गुमाउन जान्छ। मान्छेले चाहिँ अब अलिकति सजिलो खोज्छ अनि हार्ड छ, केमिस्ट्री अलिकति हार्ड छ सोध्छ, हैन? अब केमिस्ट्रीबाट पनि राम्रो नम्बर आउने गर्दछ। त्यही भएर केमिस्ट्री पनि अब तपाईले भोलि बीएससी पढ्दै गर्दाखेरि तपाईलाई त्यहाँ पनि काम लाग्ने भएर हुन्छ। त्यही भएर चाहिँ केमिस्ट्रीमा चाहिँ अलिकति फोकस गर्नु होला। पछि बीएससी पढ्दै गर्दाखेरि पनि तपाईको यो सब्जेक्ट काम लाग्छ। केमिस्ट्रीबाट तपाईले एटोमिक स्ट्रक्चर, केमिकल बन्डिङ, एसिड बेस, अर्गानिक केमिस्ट्री, हाइड्रोकार्बन, बायोमोलिकुल्स र पिरियोडिक टेबल जस्ता यो युनिटबाट चाहिँ अलिकति बढी प्रश्न आउने सम्भावना हुन्छ। तपाईले यो युनिटमा चाहिँ अलिकति फोकस गरेर पढ्नुभयो भने चाहिँ तपाईले केमिस्ट्रीबाट पनि सजिलै राम्रो नम्बर निकाल्न सक्नुहुन्छ। त्यस्तै फिजिक्सको कुरा गर्दाखेरि चाहिँ फिजिक्सबाट पनि राम्रो सङ्ख्यामा चाहिँ प्रश्न आउने गर्दछ। त्यही भएर तपाईले यो युनिट, यो सब्जेक्टमा पनि अलिकति फर्मुलाहरू चाहिँ बढी याद गर्नु होला। इलेक्ट्रिसिटी,
अनि म्याग्नेटिजम, मोडर्न फिजिक्स र फोर्स, इनर्जी अनि वर्क, पावर यस्ता युनिटहरूलाई चाहिँ अलिकति फोकस गर्नुभयो भने चाहिँ तपाईँले फिजिक्सबाट पनि राम्रै नम्बर ल्याउन सक्नुहुन्छ र इन्ट्रान्समा तपाईँलाई यसले पनि स्कोर बढाइदिन्छ। त्यस्तै म्याथबाट पनि राम्रै सोधिराखेको हुन्छ, लगभग 10-15 नम्बरको यहाँबाट नि सोधेको हुन्छ। अन्तिममा चाहिँ म बताउने छु कुन सब्जेक्टबाट कति नम्बरको मैले चाहिँ अहिले सर्दै यो सब्जेक्टबाट यो युनिटहरू पढ्नु होला भनेर चाहिँ राखिदिएको छु। जस्तै म्याथबाट चाहिँ अल्जेब्रा, ट्रिगोनोमेट्री, त्यस्तै स्ट्याटिक्स, प्रोबेबिलिटी अनि कोअर्डिनेटेड जियोमेट्री यो युनिटहरूलाई अलिकति फोकस गर्नुभयो भने चाहिँ तपाईँले यहाँबाट म्याथबाट पनि राम्रो नम्बर ल्याउन सक्नुहुन्छ। त्यस्तै एग्रिकल्चर रिलेटेड क्वेसनहरू पनि सोध्ने गर्दछ इन्ट्रान्स इक्जाममा। जस्तै तपाईँको क्रप साइन्स अनि सोइल साइन्स, हर्टिकल्चर, एनिमल साइन्स, एग्रिकल्चर एक्सटेन्स यस्ता सब्जेक्टहरूबाट पनि इन्ट्रान्समा केही क्वेसनहरू चाहिँ सोधेको हुन्छ। तपाईँले यी सम्बन्धी पनि आधारभूत प्रश्नहरू चाहिँ अलिअलि हेरिराख्नुभयो भने चाहिँ तपाईँले इन्ट्रान्समा राम्रो स्कोर ल्याउन सक्नुहुन्छ। यदि तपाईँसँग समय कम छ भने चाहिँ तपाईँले बायोलोजी, केमिस्ट्री, फिजिक्स र म्याथलाई मात्र मध्यनजर गर्नुभयो भने पनि तपाईँले छोटो समयमा चाहिँ राम्रो अङ्क ल्याएर तपाईँ इन्ट्रान्समा पास हुन सक्नुहुन्छ। अनि इङ्ग्लिसबाट पनि क्वेसन सोधेको हुन्छ। तपाईँले इङ्ग्लिसमा ग्रामर अनि भोइस अनि यो जुन छ नि इम्पोर्टेन्टहरू, सिनोनिम अनि एन्टोनिम भन्ने छ नि, त्यसलाई पनि तपाईँले अलिअलि हेरिराख्नुभयो भने चाहिँ तपाईँले इङ्ग्लिसबाट पनि लगभग 15-20 नम्बरको क्वेसन सोधिराखेको हुन्छ। त्यस्तै तपाईँको जिकेहरू पनि आउँछ। त्यही भएर तपाईँले यो चिजहरूलाई चाहिँ अलिकति मध्यनजर गर्नुभयो भने चाहिँ तपाईँलाई सजिलै इन्ट्रान्समा राम्रो नम्बर ल्याउन सक्नुहुन्छ। धेरै विद्यार्थीहरूले गर्ने गल्ती छन्। जस्तै पहिलो गल्ती के गर्छ भन्दाखेरि केवल नोट मात्र पढ्ने, कि कसैले दिएको अथवा आफूले बनाएको हुनसक्छ, नोट मात्र पढ्ने गर्दछ। अनि दोस्रो गल्ती भनेको चाहिँ अनि एमसिक्यू प्र्याक्टिस नगर्ने, कि एमसिक्यूहरू प्र्याक्टिसै नगर्ने गऱ्यो भने चाहिँ तपाईँ इन्ट्रान्समा राम्रो नम्बर चाहिँ ल्याउन सक्नुहुन्न। त्यही भएर सक्नुहुन्छ भने चाहिँ एमसिक्यू चाहिँ प्र्याक्टिस गर्नु होला। अनि तेस्रो गल्ती भनेको चाहिँ पुराना प्रश्नपत्रहरू चाहिँ नहेर्ने। पुराना योभन्दा पहिलाका 4-5 वर्ष पहिला सोधेका पुराना प्रश्नपत्रहरू चाहिँ नपढ्ने, नहेर्ने गरेर पनि इन्ट्रान्समा राम्रो अङ्क ल्याउन सकिन्न। त्यही भएर सकिन्छ भने चाहिँ पुराना प्रश्नपत्रहरू भेटाउनुभयो भने चाहिँ तपाईँले त्यसलाई चाहिँ हेर्ने गर्नु होला। चौथो गल्ती भनेको चाहिँ टाइम म्यानेजमेन्ट नगर्ने। धेरै विद्यार्थीहरूले चाहिँ के गरेको हुन्छ भन्दाखेरि टाइमलाई म्यानेजमेन्ट नगरेर कहिले मन लागे पढ्ने, मन नलागे नपढ्ने अनि रुटिनै नहुने। त्यही भएर तपाईँ सक्नुहुन्छ, तपाईँ इन्ट्रान्स इक्जामको तयारी गर्दै हुनुहुन्छ भने रुटिन बनाएर टाइम म्यानेजमेन्ट गरेर चाहिँ पढ्नु होला। यदि तपाईँले चाहिँ यी गल्तीहरू हटाउनु भयो भने चाहिँ तपाईँले इन्ट्रान्स इक्जाममा राम्रो स्कोर ल्याएर स्वत स्कलरसिपमा नाम निकाल्न सक्ने तपाईँमा ठुलो सम्भावना अथवा चान्स हुनसक्छ। त्यही भएर मैले माथिको बताएको केही टिप्सहरू, आइडियाहरू तपाईँले युटिलाइज गर्नुभयो भने चाहिँ इन्ट्रान्स इक्जाममा राम्रो गर्न सक्नुहुन्छ। अन्तिममा चाहिँ म तपाईँको 30 दिनको तयारीको योजना पनि दिन चाहन्छु लास्टमा। पहिलो 10 दिनमा चाहिँ तपाईँले बायोलोजी र केमिस्ट्रीहरूलाई चाहिँ राम्रोसँग रिभिजन गर्नु होला। अनि दोस्रो 10 दिनमा चाहिँ तपाईँले फिजिक्स, म्याथमेटिक्सको रिभिजन गर्नु होला। अन्तिम 10 दिनमा चाहिँ तपाईँले एमसिक्यू प्र्याक्टिस र मक टेस्ट चाहिँ प्रत्येक हप्तामा अथवा कतिखेर हुन्छ तपाईँले हप्ताको एक दिन मक टेस्ट चाहिँ दिनु होला। तपाईँ सक्नुहुन्छ भने चाहिँ प्रत्येक दिन कम्तीमा 4 घन्टादेखि 6 घन्टा चाहिँ अध्ययन गर्ने चाहिँ बानी बसाल्नु होला। यति गर्नुभयो भने चाहिँ तपाईँले राम्रो नम्बर ल्याउन सक्नुहुन्छ इन्ट्रान्स इक्जाममा। अनि तपाईँले इन्ट्रान्स इक्जाममा अझै स्कोर बढाउन चाहनुहुन्छ, कसरी स्कोर बढाउने तपाईँभित्र जिज्ञासा छ, म अझै राम्रो स्कोर ल्याउन चाहन्छु भन्ने तपाईँभित्र छ भने चाहिँ दैनिक तपाईँले 100वटा जति चाहिँ तपाईँले एमसिक्यू प्र्याक्टिस गर्नु होला प्रत्येक दिन। अनि तपाईँले फर्मुलाहरूको मात्र एउटा चाहिँ नोट बनाउनु होला। अनि इम्पोर्टेन्ट, तपाईँलाई एकदमै इम्पोर्टेन्ट लागेका तपाईँलाई डिफिनेसनहरू छन् भने चाहिँ त्यसलाई चाहिँ एक ठाउँमा लेख्नु होला। अनि प्रिभियस क्वेसनहरू चाहिँ सल्भ गर्नु होला। पुराना प्रश्नपत्रहरू छन् भने तपाईँले त्यसलाई चाहिँ त्यो सल्भ गर्ने कोसिस गर्नु होला। अनि तपाईँले हप्तामा चाहिँ तपाईँले मक टेस्ट चाहिँ दिनु होला। यो गर्नुभयो भने चाहिँ तपाईँले इन्ट्रान्स इक्जाममा चाहिँ राम्रो स्कोर ल्याएर तपाईँ नाम निकाल्न सक्नुहुन्छ र आफूले रोजेको क्याम्पसमा चाहिँ पढ्न पाउनुहुनेछ। इन्ट्रान्स इक्जाम कठिन चाहिँ छैन। इन्ट्रान्स इक्जाम कठिन छैन। सही स्ट्राटेजी र निरन्तर मेहनत भएमा नाम निकाल्न चाहिँ सकिन्छ।
आजदेखि नै तयारी सुरु गर्नुभयो भने तपाईँले पनि आफ्नो सपनाको एग्रिकल्चर क्याम्पसमा चाहिँ अध्ययन गर्न पाउनुहुनेछ। सफलता एक दिनमा आउँदैन, तर दैनिक मेहनतले अवश्य आउँछ। तपाईँले हरेक दिन सही स्ट्राटेजीका साथ रुटिन बनाएर तपाईँले अनुशासित भएर अध्ययन गर्नुभयो भने चाहिँ तपाईँले सजिलै नाम निकाल्न सक्नुहुन्छ। यदि बिएससी एग्रिकल्चर इन्ट्रान्स इक्जामको तयारी गर्दै हुनुहुन्छ भने कमेन्टमा एजी 2083 लेख्न नबिर्सिनुहोला। यस्ता इन्ट्रान्स सम्बन्धी मोडेल क्वेसन, इम्पोर्टेन्ट एमसिक्यू, सब्जेक्ट वाइज प्रिपेरेसन र फ्री नोटका लागि च्यानल सब्सक्राइब गर्नुहोला। भिडियो हेरेर साथ दिनुभएकोमा धन्यवाद। भोलि फेरि नयाँ भिडियोमा भेटौँला। तबसम्मको लागि बिदा दिनुहोला। जय नेपाल, जय कृषि।